बोराङदीको अर्ग्यानिक सुन्तला बेलाउती बेच्दै हुनुहुन्छ। एकदमै सामाजिक सञ्जालमा सक्रिय फणेन्द्र बस्यालज्यू उहाँ चाहिँ निकै सामाजिक विषयवस्तुहरूमा एकदमै सामाजिक सञ्जालमा व्यक्त गर्नुहुन्छ, बोल्नुहुन्छ। गाउँ छिमेकका कुराहरूदेखि लिएर समाजका समसामयिक विषयवस्तुमा बोल्नुहुन्छ। अनि कस्तो छ त नि व्यापार फणेन्द्र सर? यस्तो सर, यो व्यापार एकदम राम्रो छ। किनभनेदेखि नि अब अचालका चाहिँ नि केटाकेटीहरूलाई ल जानु गर भने उनीहरूलाई लाल लाग्छ हो होइन, उनीहरूलाई लाल लाग्छ। हामी पढे लेखेका भन्छन् के भन्छन्, तर हामीहरू कति सुन्तला हामी यो जुन मौसम हो हामीले चाहिँ नि गरिन्छ। हेर्नुहोस् अब हामीलाई अब गर्न पर्छ भन्ने मेरो धारणा हो कि 100 रुपियाँ किलो मौसम हो। हामीले गर्न पर्छ आफूले। अरू देशमा गएर मान्छेहरूले के भयो भन्नुहुन्छ भनेदेखि यहाँका चाहिँ युवाहरूले पढ्छन् लेख्छन्, 12 पास गरेपछि बाहिर जान्छन्। उनीहरूले बाहिर गएर चाहिँ नि जे जस्तो काम गर्न पनि उनीहरू एकदम तत्पर हुन्छन्। किनभने बाहिर बहुत दुःख अप्ठ्यारो छ। हेर्नुहोस् बाहिर बुटामा पैसा फल्दैन। मैले के भन्छु भनेदेखि यही गर, यही छ पैसो। यहाँ चाहिँ पैसो टिप्न नयानेर हो। वास्तवमा बेलाउतीका बुटामा पैसा छ, सुन्तला बुटामा पैसा छ, हरेक क्षेत्रमा हेर्नुहोस् यहाँ गर्ने भनेदेखि पैसा छ। मान्छेले यहाँको धेरै टाढा सोध्छन्, बाहिर जान्छन्। देशले चाहिँ नि राज्यले पनि त्यस्तै किसिमको माहौल ल्याइदियो। हेर्नुहोस् पढेका विद्यार्थीहरूलाई यहाँ बस्ने एउटा वातावरण बनाउन सकिरहेको छैन। राजनैतिक स्थायित्व छैन। राजनीतिमा चाहिँ नि स्थायित्व छैन, एकदम खलबल अस्थिरता छ। त्यस गर्दाखेरि नेता यो देशको राम्रो एउटा अडिक किसिमको नेता छैन, भद्रगोल छ। यस्तै छ हजुर यहाँको हेर्नुहोस् परिस्थिति। जोस् तपाईँले चाहिँ यहीँ गरौँ, युवाहरू विदेश नजाउँ, यहीँ हाम्रा उत्पादनहरूलाई बजारमा ल्याउँ होइन, उत्पादन गरौँ, यहीँ छ पैसा भन्ने सन्देश दिन चाहनुहुन्छ? एकदम यो ढुक्कै हो यहाँ। किनभने यहाँ त के कति छ हामीले नयाँनेर नखोजेर हो। हेर्नुहोस् यहाँ अनगिन्ती पैसा छ, यहीँ छ। अब हामीले आफ्नो मूलको पानीलाई चाहिँ खान्नौँ, बाहिर मिनरल वाटर भन्दै यस्तो रिफाइन गरेको पानीलाई 25-30 रुपियाँ तिर्छौँ। घरको दुध खान्नौँ अथवा दुध लिएर गएर बजारमा भट्टीमा बेच्छौँ, रौसी खान्छौँ। मान्छेको एउटा चाहिँ के हुनु पऱ्यो भनेदेखि कुन अमृत कुन विष भन्ने कुरो चाहिँ मान्छेले छुट्याउन सक्नु पऱ्यो। पढेर मात्रै हुन्न। ती कुराहरूलाई बहुत ध्यान दिनुपर्ने छ। हेर्नुहोस् घाम चर्कियो।